Okay, so if you want to learn calculus को roadmap कस्तो हुनेवाला छ हामी like what are the basic things that you guys need to know before going into the calculus. So number first of course number को sense त हुनु पर्यो like fractions decimals हैन यस्तो कुराहरू थाहा हुनु पर्यो है. Number two is algebra. Algebra is I think one of the most important topic that you need to master before going into calculus हैन. जस्तो इक्वेसन्सहरू भनेको के हो, सल्भिङ इक्वेसन्स भनेको के हो, फ्याक्टराइजेसन भनेको के हो, इनइक्वालिटिज भनेको के हो, फङ्सन्स भनेको के हो, द मोस्ट इम्पोर्टेन्ट थिङ फङ्सन भनेको के हो भन्ने कुराहरू. एन्ड देन हाउ द ग्राफ अफ एनी फङ्सन लुक्स लाइक. अफकोर्स इट्स काइन्ड अफ अलिकति ट्रिकी टु सort of graph every given function by the limited knowledge हैन. तर एटलिस्ट what a function is भन्ने कुरा थाहा हुनु पर्यो, what a graph looks like, or at least how to graph a function भनेको पनि थाहा हुनु पर्यो हैन. डोमेन एन्ड रेन्जको कुराहरू थाहा हुनु पर्यो राइट. सो ट्रान्सफर्मेसनको कुराहरू थाहा हुनु पर्यो. पिस वाइज फङ्सन्स विच इज वान अफ दि इम्पोर्टेन्ट इन क्यालकुलस पनि थाहा हुनु पर्यो. एन्ड देयर आर डिफ्रेन्ट टाइप्स अफ फङ्सन्सहरू जो चाहिँ इफ आई नेम देम इट्स गन बी लिनियर, क्वाड्रेटिक, एक्सपोनेन्सियल हैन, लग फङ्सन, एब्सोल्युट भ्यालु फङ्सन्सहरू भन्ने कुराहरूको आइडिया थाहा हुनु पर्यो. ट्रिकको आइडिया थाहा हुनु पर्यो है. ट्रिकको आइडिया थाहा हुनु पर्यो. अनि प्री क्यालकुलस भनेको चाहिँ क्यालकुलसभन्दा अगाडिको कुरा जस्तै कम्पोजिट फङ्सन्सहरू. हुन त बेसिकली प्री क्यालकुलस म चाहिँ के भन्छु भने इट्स बेसिकली एल्जेब्रा नै हो. एल्जेब्राकै आइडियाहरू थाहा हुनु पर्यो होइन. जस्तै लग ग्राफ्सहरू, एक्सपोनेन्सियल ग्राफ्सहरू थाहा हुनु पर्यो. एन्ड देन यु आर फाइनली रेडी फर क्यालकुलस. सो एज अ होल प्याकेज म चाहिँ के भन्छु भन्दाखेरि यदि जस्तै फर इक्जाम्पल स्ट्याट्सहरू पढ्नु पर्दैन क्यालकुलसको लागि. स्ट्याट्स हामीलाई खासै चाहिँदैन. वी नर्मली निड टु अन्डरस्ट्यान्ड वाट इज एल्जेब्रा, फङ्सन्स हैन, ग्राफ्सहरू यस्तो कुराहरू थाहा हुनु पऱ्यो. एन्ड देन युर जर्नी इन द क्यालकुलस विल बिगिन. सो क्यालकुलसमा फेरि त्यस पछाडि क्यालकुलसमा जम्प भइसकेपछि अब लिमिट्सहरू सुरु हुन थाल्छ हैन. लिमिट्समा लेफ्ट ह्यान्ड लिमिट, राइट ह्यान्ड लिमिट, इन्फाइनाइट लिमिट्स, एजिमटोर्स, भर्टिकल एजिमटोर्स, अब्लिक एजिमटोर्सहरू भन्ने कुराहरू हो. कन्टिन्युस फङ्सन्स, कन्टिन्यू कुराहरू आउँछ. त्यसपछि डेरिभेटिभ, स्लोप, इन्स्ट्यान्टेनियस रेट अफ चेन्ज, एभरेज रेट अफ चेन्ज हैन. अनि त्यस पछाडि रुल्सहरू हुन्छ डेरिभेटिभको, पावर रुल, कोसेन्ट रुल, चेन रुल, वाट एभर डिफ्रेन्ट रुल्सहरू. एन्ड देन देयर आर एप्लिकेसन्स अफ डेरिभेटिभ्स. फर इक्जाम्पल इन डिटर्माइनिङ द भेलोसिटी, अप्टिमाइजेसन प्रब्लम भन्ने हुन्छ. त्यसमा रिलेटेड रेट्सहरू निकाल्न हामीलाई डेरिभेटिभको हेल्प चाहिन्छ. एन्ड देन देयर कम्स नेक्स्ट बिग आइडिया कल्ड इन्डेफिनेट इन्टिग्रल्स अथवा इन्टिग्रल्स सिम्पली भन्दाखेरि पनि हुन्छ. जसमा चाहिँ हामी एन्टाई डेरिभेटिभ्स पढ्छौँ. इन्टिग्रल्स भनेको के हो भन्ने कुरा पढ्छौँ. कर्भको अन्डरको एरिया कसरी पत्ता लगाउने भन्ने कुराहरू हामी इन्टिग्रेसनबाटै पत्ता लगाउने हो होइन. त्यसपछि सिरिजहरू आउनु थाल्छ क्या. अब अलिकति डिप बनाएर यो चाहिँ अलिकति क्यालकुलसको थोरै हायर लेभल कुराहरू हुन थाल्छ होइन. सिक्वेन्स सिरिजको, टेलर सिरिज कुराहरू हुन्छ. अब हामी सिङ्गल भेरिएबल क्यालकुलसबाट सुरु गर्छौँ. त्यसपछि मल्टी भेरिएबल फङ्सनमा जान्छौँ, पार्सल डेरिभेटिभहरू जान्छौँ, भेक्टर क्यालकुलस विच इज अफकोर्स वान अफ दि एडभान्स टपिक इन क्यालकुलस होइन. यसरी हामी पढ्दै जान्छौँ. सो बेसिकली द बिगर पिक्चर यदि क्यालकुलसको ड्र आउट गर्ने हो भने क्यालकुलस इज नर्मली 3 कनेक्टेड आइडियाजहरू. जस्तो फङ्सन्स, लिमिट्स, डेरिभेटिभ, इन्टिग्रल्स. यो 3टा कुराहरूलाई नै एक्सप्यान्ड गरेर हामीले अब एप्लिकेसन्सहरूदेखि लिएर एभरेज रेट अफ चेन्जदेखि लिएर डेरिभेटिभ डेफिनेसन, डिफ्रेन्सिएसन, रुल्स, एप्लिकेसन सबै कुराहरू पढ्ने हो है.